केपी ओली बडा बाठो रहेछन्। राष्ट्रपतिलाई सम्म यो लेखेर बोल्न लगाइदिए। यो सुन्नुस्, अहिले गइहाल्नु भएर फेरि उहाँहरू यहाँ सुन्नुस्, यो युवासँग कार्यक्रम गर्नै पर्दैन। यो नाटक रमिता किन गर्न पर्यो? एयरपोर्टमा गएर कार्यक्रम गरे हुन्छ केपी ओलीले, त्यही छ नि युवाहरू सबै। यिनीहरू त कम्युनिस्ट बन्नु छ, किनभने त्यो मरिसक्या मार्क्स आउँछ कि देश बनाउँछ कि भनेर बस्ने हुन्, मरिसक्या लेनिन आएर देश बनाइदिन्छ कि भनेर दिवा सपना देख्ने नहुन्। केपी शर्मा ओली कमरेडको उही पानी जहाज, ठ्याक्कै पानी जहाज, हे रेल अनि हावाबाट बिजुली, घर घरमा ग्यासको पाइप जस्तै नीति तथा कार्यक्रम हिजो आयो। हामीले त्यसलाई स्पष्ट भनिसक्यौँ, पुरानो ढर्राको च्यातिएको कागज जस्तो, टोले गुण्डाहरूले आफ्नो क्षेत्र निर्धारण गर्नलाई बनाएको सम्झौताको खास्टो जस्तो युवालाई रोजगारी दिने भन्नुहुन्छ। के आधारमा दिनुहुन्छ तपाईँ युवालाई? कसरी दिनुहुन्छ? नेपाल सरकारको कुनै संस्थान बचेका छन्? बिर्कुटी कागज कारखाना छ, आज गोरखाली टायर छ, नेपालको गभर्नमेन्ट त सबै सक्यौ नि होइन तिमीहरू मिलेर। पहिला अलिअलि बचेका थिए, 46 सालमा लिबरलाइजेसन भएपछि देशका इन्डस्ट्रीहरू सकिए, अनि त्यसपछि बचेका थिए, माओवादीको द्वन्द्वले सकिए। हरेक व्यापारीलाई चन्दा माग्ने, हरेक ठाउँमा ट्रेड युनियन खोल्ने।